नमस्कार। मलाई केही साथीहरूले विदेशमा रहनुभएका साथीहरूले सम्बन्ध विच्छेद कस्तो कस्तो अवस्थामा हुन्छ, सम्बन्ध विच्छेदको बारेमा एकचोटि अहिलेको अवस्थाको कानुनी व्याख्या के छ भन्ने जानकारी गराइदिनुहोस् न भन्नुभएको थियो। त्यसलाई आधार मानेर नेपालमा सम्बन्ध विच्छेद गर्ने मुख्य प्रक्रियाहरू के छन्, मुलुकी देवानी संहिता 2074 को अथवा नेपाल सिभिल कोड 2017 अनुसार दफा 93 देखि 104 अन्तर्गत रहेर सम्बन्ध विच्छेद गर्ने विषयसँग जोडेर म केही विषय आफ्नो विचारहरू र कानुनका विषयहरू चाहिँ तपाईलाई म सेयर गर्न चाहन्छु। सबभन्दा पहिले सहमति, म्युचुअल डिभोर्सको कुरा गरौँ अथवा आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्ने कुरा। पति पत्नी दुवैले सहमति भएमा जिल्ला अदालतमा निवेदन दिन सकिन्छ अथवा पति र पत्नी मिलेर जिल्ला अदालतमा गएर वकिल कानुन व्यवसायी लगाएर फिराद प्रत्युत्तर गरेर सम्बन्ध विच्छेद मुद्दा म्युचुअल अन्डरस्ट्यान्डिङमा डिभोर्स गर्न पाइन्छ अथवा डिभोर्स गर्ने प्रक्रिया सुरु गर्न पाइन्छ। त्यसमा केटा अथवा केटी, अब श्रीमान अथवा श्रीमतीले पहिले एकजनाले डिभोर्स मुद्दा फिराद गर्नु पर्यो, त्यसपछि त्यसको प्रत्युत्तर गर्नु पर्यो। अनि के गर्नुपर्ने, सहमति के कुरामा भएको छ, कानुन बमोजिम हुने सहमतिहरू के भएको छ, कानुनले दिएका विषयमा कुन सहमति गर्न सकिन्छ, त्यसमा सहमति गरेर संयुक्त दरखास्त राखेर मेलमिलाप गरेर मिलापत्र तयार गरेर सम्बन्ध विच्छेद गर्न सकिन्छ। त्यो अदालतमा गएर गर्नुपर्ने हुन्छ। अथवा सम्पत्ति, अंश, बालबच्चाको जिम्मेवारीको कुरा पनि त्यस सहमति पत्रमा राख्न सकिन्छ र त्यो सम्मति पत्रमा राखिएका बच्चा कसले हेर्ने, बच्चाको खाइ जीविका कसले चलान गर्ने, ती विषय पनि त्यहाँ राख्न सकिन्छ। अथवा यो चाहिँ नर्मली नेपालमा 2 दिनमा अथवा 1 हप्ता भनौँ अथवा 2 दिनमा भनौँ, धेरै अवधारणा चाहिँ 2 दिनमा गर्ने चलन छ। कहीँ कुनै अदालतमा 1 दिनमा पनि गरिदिने गरेको छ। कामको चाप हेरी अदालतले त्यसलाई व्यवस्थापन गरेको हुन्छ, सम्मानित अदालतले व्यवस्था गरे अनुसार हुन्छ। अब अर्को कुरा छ, हामीले चाहिँ एउटा सहमतिमा सम्बन्ध विच्छेद गर्न पाउने भन्ने कुरा चाहिँ हामीले यसमा राख्यौँ। त्यसमा बालबच्चाको अंश, सम्पत्ति सम्बन्धी कुरा, बालबच्चालाई पालन पोषणको कुरा पनि समावेश गरेर 2 जना बिचमा कन्सेन्ट पेपर तयार गरेर म्युचुअल डिभोर्स गर्न सकिन्छ भन्ने कुरा चाहिँ यसमा उल्लेख गरेको छ। त्यस्तै गरेर हामीले एक पक्षको असहमतिमा पनि सम्बन्ध विच्छेद गर्न सकिन्छ अथवा कन्सेन्ट डिभोर्सको रूपमा यसलाई लिन सकिन्छ। पति वा पत्नी मध्ये कसैले कानुन बमोजिम अदालतमा मुद्दा दायर गर्न सक्छन् र दायर गरिसकेपछि अदालतले त्यसलाई मेलमिलाप प्रयोजनको लागि मेलमिलाप मिडिएसन प्रयोग गर्न सक्छ र अदालतले मिडिएसन प्रयोग गरिसकेपछि मेलमिलाप भयो भने अदालतले मेलमिलापबाट पनि दुईटै पक्षलाई सहमति गराएर सम्बन्ध विच्छेद गर्न सकिन्छ। अथवा मेलमिलापबाट मेलमिलाप हुन सकेन भने यो प्रमाण साक्षी परीक्षण अन्तिम गरिसकेपछि अन्तिममा अदालतले फैसला गरिदिन सक्छ। सम्बन्ध विच्छेद हुने या नहुने फैसला गरिदिन सक्छ। सम्मानित अदालतले, सम्मानित न्यायाधीशले उसको अवस्था हेरेर फैसला गरिदिन सक्ने अवस्था हुन्छ। नर्मली छोरी मान्छेको फिरादहरूमा चाहिँ साँची प्रमाण र अंशको कुरा बुझिसकेपछि सम्बन्ध विच्छेदको कुरा अथवा सम्बन्ध विच्छेद अंश नलिने भए अथवा साँची प्रमाण बुझिसकेर सँगै बस्न सक्ने अवस्था सिर्जना भएको नदेखिएमा अदालतले फैसला गरिदिने गरेको छ भने पुरुषको हकमा चाहिँ फैसला चाहिँ नगरिदिने पनि गरेको अवस्था देखिन्छ। अब त्यस्तै गरेर पत्नी बीच सम्बन्ध विच्छेद हुनको लागि चाहिँ के कुरा चाहिन्छ त? त्यतिकै सम्बन्ध विच्छेद मलाई श्रीमान चित्त बुझेन अथवा मलाई श्रीमती चित्त बुझेन भनेर अदालतमा गयो भने सम्बन्ध विच्छेद हुन्छ त? अभियसली त्यसो गर्दा सम्बन्ध विच्छेद हुँदैन। सम्बन्ध विच्छेद हुनलाई निश्चित कारणहरू चाहिन्छ। कानुनले तोकेका यी कारण भयो भने मात्रै सम्बन्ध विच्छेद हुन्छ भनेर भनिएको अवस्था छ। जस्तै पतिले सम्बन्ध विच्छेद माग्न केही आधारहरू राख्नुपर्छ। जस्तै ती आधारहरू चाहिँ पतिद्वारा शारीरिक वा मानसिक यातना दिएको हुन्छ। पत्नीले सम्बन्ध विच्छेद माग्न चाहिँ पहिलो कुरा चाहिँ पतिद्वारा शारीरिक वा मानसिक यातना दिएको हुनु पर्यो, अर्को बिहा गरेको हुनु पर्यो, व्यभिचार एडिटरी गरेको हुनु पर्यो, पालन पोषण नगरेको हुनु पर्यो, बलात्कारजन्य अपराध गरेको वा गराएको हुनु पर्यो, लामो समयसँग अलग बसेको हुनु पर्यो भनेर चाहिँ सम्बन्ध विच्छेदको
पत्नीले सम्बन्ध विच्छेद मुद्दा राख्ने आधारहरू चाहिँ दिएको अवस्था छ। यो चाहिँ नेपालको यो कुरा चाहिँ उसले गर्नुपर्छ भनेर सम्बन्ध विच्छेदको कुरा चाहिँ छ। अब त्यस्तै पतिले सम्बन्ध विच्छेद माग्न सक्ने आधार चाहिँ के त? अघि पत्नीले सम्बन्ध विच्छेद माग्दाखेरि चाहिँ पतिद्वारा मानसिक शारीरिक यातना दिएको कुरा, अर्को बिहा गरेको कुरा, पालन पोषण नगरेको कुरा, बलात्कार गरेको वा गराएको कुरा, लामो समयसम्म अलग बसेको कुरा चाहिँ पत्नीले गरेको छ गर्न पाउँछिन् भन्ने अदालतमा ती कुरा राखेर चाहिँ सम्बन्ध विच्छेद गर्न पाउँछिन् भने पतिले सम्बन्ध विच्छेद गर्दा चाहिँ पतिले सम्बन्ध विच्छेद माग्न चाहिँ के आधारहरू चाहिन्छ? जस्तै पत्नी 3 वर्षसम्म बिना सहमति अलग बसेको भनेर चाहिँ भनिएको अवस्था छ। त्यो पत्नी 3 वर्षसम्म बिना सहमति अलग बसेको यसलाई पुष्टि गराउन सजिलो छैन। 3 वर्षसम्म बसेको माइती घर बसेको भनेको म आएर आउँदा जाँदा बसेको छु भनेर भन्ने हुन्छ। बस्नु नबसेको हुन सक्ला, तर माइत आउँदा जाँदा म बसेकै छु भनेर दाबी गर्ने सोची त्यो कानुनले आधार खोज्छ कि आधार चाहिँ हुनु पर्यो। 3 वर्षसम्म ननस्टप श्रीमानसँग टच नभइकन बसेको देखिनु पर्यो। अर्को पालन पोषणबाट वञ्चित गरेको हुनु पर्यो। सम्पूर्ण सम्पत्ति अधिकार श्रीमतीसँग छ। श्रीमानको नाममा चाहिँ केही छैन भने पत्नीले पालन पोषण गर्ने आधार गर्ने श्रीमानलाई उसलाई दिनुपर्ने बस्ने खाना लाउन बस्न जिउन पाउने अधिकार चाहिँ वञ्चित गरेको देखिनु पर्यो। अर्को श्रीमतीले श्रीमानलाई गम्भीर शारीरिक र मानसिक हानि पुर्याएको अवस्था हुनु पर्यो। अथवा गम्भीर शारीरिक अवस्था भनेको चाहिँ सामान्य शारीरिक झै झगडा सामान्य कुटपिटको कुरालाई भन्दा पनि गम्भीर हुनु पर्यो। अथवा एकदमै खामी खालको अपराध हुनु पर्यो र उसको मानसिक पनि माथिल्लो लेभलको मानसिक टर्चर दिएको देखिनु पर्यो। त्यस्तो अवस्थामा चाहिँ श्रीमानले पनि श्रीमतीसँग डिभोर्स गर्न पाइन्छ। अन्य व्यक्तिसँग मैले यौन सम्पर्क गराएको छु भनेर महिलाले श्रीमतीले श्रीमानलाई भनेर पुष्टि गराइदिएको अवस्था अथवा म अर्को बोलेर व्यक्त गरिएको अथवा त्यो कुरा चाहिँ कानुनी रूपमा चाहिँ व्यक्त गरिएको रहेछ भने त्यो अवस्थामा पनि पुरुषले सम्बन्ध विच्छेद अथवा श्रीमानले सम्बन्ध विच्छेद गर्न पाउने अधिकार राख्छन्। त्यस्तै सम्बन्ध विच्छेद गर्नको लागि अदालतमा सम्मानित अदालतमा जाँदा के कुरा चाहिन्छ भन्ने कुरा चाहिँ हामीले जान्नुपर्छ। सबभन्दा पहिले नागरिकताको प्रमाणपत्र चाहियो, बिहा दर्ताको प्रमाणपत्र चाहियो। यदि नागरिकतामा श्रीमानको नाम लेखेको रहेछ भने त्यसले पनि हुने भयो। सम्बन्धित वडा सिफारिस त्यस्तो छैन भने सम्बन्धित वडाको सिफारिस फोटो ट्रान्सफरको सिफारिस भए पनि भयो। अन्य फोटाहरू भए पनि विदेशमा भए अधिकृत वारिसनामाले पनि सम्बन्ध विच्छेद गर्न पाइन्छ। अब सम्बन्ध विच्छेद गर्दै गर्दा सम्पत्तिको कुरा चाहिँ के हुन्छ त? धेरैले क्वेसन गर्नुभएको छ, सम्पत्तिको कुरा के हुन्छ? सम्बन्ध विच्छेद गर्दा सम्पत्तिको कुरा देखाइएको छ र सम्पत्तिमा विवाद रहेको छ भने अंशबन्डा सम्पत्ति अदालतले छुट्याइदिनु पर्ने हुन्छ। अथवा उहाँहरूले छुट्याएर हामी यसरी मिलेका छौँ भनेर आएमा त्यही अनुसार गरिदिन सक्ने अवस्था पनि रहन सक्छ। तर अन्याय नहुने गरी समानता हुने गरी अंशबन्डा गरेको देखिनु पर्ने हुन्छ भन्ने चाहिँ छ। र यदि मलाई अंश चाहिएन भनेको अवस्था रहेछ भने चाहिँ दुईवटा पक्षमध्ये एउटा पक्षले अंश चाहिँदैन, म गरिखान सक्छु, म आफ्नो मेरो पेसा व्यापार छ भन्ने अवस्था हुने अदालतले सम्बन्ध विच्छेद गरिदिन सक्छ। अब आवश्यक पत्नीलाई एकमुष्ट रकम भराइदिएर पनि अथवा उनीहरूलाई भरण पोषणको कुरा व्यवस्था गरिदिएर पनि चाहिँ सम्बन्ध विच्छेद गर्न सक्ने अवस्था चाहिँ रहन्छ। त्यस्तै विदेशमा बस्ने व्यक्तिको लागि नेपालमा सम्बन्ध विच्छेद गर्दा चाहिँ विदेशी कुन देशमा रहनुभएको छ त्यो देशको नेपाली दूतावास अथवा नियोग मार्फत अधिकार पत्र अथवा अधिकृत वारिसनामा पावर अफ एटर्नी लिएर सम्बन्ध विच्छेद प्रक्रिया अगाडि बढाउन सकिन्छ। त्यसरी सम्बन्ध विच्छेद गर्दाखेरि यी बाटाहरू हामीले लिनुपर्छ। अब पति र पत्नी अदालतमा उपस्थित भएर सम्बन्ध विच्छेद गर्ने, विदेशमा हुनुभएछ भने वैदेशिक रोजगारीमा चाहिँ जुन देशमा हुनुहुन्छ त्यो देशमा रहेको दूतावास नियोग मार्फत पनि अधिकार पत्र अथवा अधिकृत वारिसनामा पावर अफ एटर्नी दिएर पनि सम्बन्ध विच्छेद गराउन प्रोसेस अगाडि बढाउन सकिन्छ। सम्बन्ध विच्छेद भइसके गर्नु हुँदैन। सम्बन्धहरूलाई सुधार गर्नुपर्छ। तर सँगै बस्न सक्ने, सँगै जिउन सक्ने, सँगै रहन सक्ने अवस्था रहेन भने सम्बन्ध विच्छेद गर्नुपर्ने अवस्था छ। तर सम्बन्ध विच्छेद गर्दाखेरि नानीहरूको र सम्पत्तिको कुरा छ भने त्यसलाई मिलाएर सम्बन्ध विच्छेद गरेमा चाहिँ त्यसले भोलिको अर्को कानुनी जटिलतालाई न्यूनीकरण गर्न सक्छ। त्यसकारणले अदालतमा गएर अन्त गएर सम्बन्ध विच्छेद हुँदैन।
लामो समयसँग छुटिँदै पनि सम्बन्ध विच्छेद हुँदैन। सम्बन्ध विच्छेद नगरी अन्य बिहा गरेमा बहुविवाहको मुद्दा लाग्छ। त्यस कारणले यदि सम्बन्ध राम्रो छ भने सम्बन्ध विच्छेद गर्नु भएन, समुद्र हुन सक्दैन, जिन्दगी चल्न सक्दैन भने त्यसलाई चाहिँ पहिले अदालतमा गएर सम्बन्ध विच्छेद मुद्दा दर्ता गरेर एक पक्ष अथवा दुवै पक्ष मन्जुरी गरेर पनि सम्बन्ध विच्छेद गर्न सकिन्छ। अदालती प्रोसेस र कारबाही अगाडि बढाएर पनि सम्बन्ध विच्छेद गराउन सकिन्छ। त्यस कारणले सम्बन्ध विच्छेदका विषयमा तपाईँले सोध्नुभएको क्वेसनको आन्सर यस भिडियो मार्फत पाउनुभयो भन्ने आशा गर्दै अहिले तपाईँलाई यस्तै केही क्वेसन छन् भने मलाई भनिदिनु होला, म तपाईँलाई सानो भिडियो क्लिप बनाएर पठाइदिनेछु। हस्त नमस्कार।